आज चाहिँ मलाई एउटा कुरो दर्शाउन मन लाग्यो, बोल्न मन लाग्यो। समय र परिस्थितिले मान्छेलाई कहाँ पुर्याउँछ थाहा हुन्न। तर आज मैले चाहिँ भनौँ न मेरो स्थानमा रहेर जसरी मेरो छोराछोरीलाई आज मैले त्यो पढाएँ, हुर्काएँ, बढाएँ होइन, त्यो मेरो एउटा कर्तव्य थियो। तर त्यति नै माया मैले मेरो बाउआमाबाट पाएको भए, मैले बाउआमाबाट त्यो आज चिजहरू पाएको भए म आज करोडौँपति अरबौँपति भइसक्थेँ। त्यो ठाउँमा मलाई रोकेर अल्झाएर होइन कति मेरो रमिता गरेर मेरो बाउले मलाई गरे भने त्यो त मेरो मनभित्रै छ पीडा होइन। तर मैले कहिल्यै मेरो छोराछोरीलाई पक्षपात गरिनँ कि। मैले न पढाउनमा हो, न खानामा, लाउनमा, दुवैलाई जे छ मैले आफूले सक्दो गरेँ। मैले छोरी आज भई, छोरो भयो, छोरीले कमाउने भई,